गुड मर्निङ साथीहरू। आज चाहिँ म ड्युटी गइनँ, त्यही भएर रुमहरू सफा गर्ने भनेको। जस्ता पनि गऱ्यो। किचनको गति यस्तो भएको छ, सफा गर्नुपर्ने हो। वेलकम छ है मेरो च्यानलमा साथीहरू। बिहानको जुठोहरू यति थुप्रो आएछ धुनुपर्ने। थालेको जुठो भाँडाहरू धुनु, छिटो धुइधाइ गरिवरी रुख सफा गरिवरी अनि फेरि लुगाहरू पनि धुनु छ, रुमहरू साफ गर्नु छ, नुहाउनु छ, धेरै काम छ हो आज। त्यही भएर रुममा बसेको, छुट्टी नगएको, छिटो काम गर्नु पर्यो भनेको। काम सकेर छिटो काम सकेर साथीहरूको रुमतिर जाउँ भनेको। भ्याउने हो कि होइन, काम पनि थोरै छैन, के हुने हो। फाइनली किचनको काम सक्यो। अब लुगाफाटा धुनु छ, फेरि रुम पोछा लाउनु छ। त्यहाँदेखि चाहिँ मोबाइल हेर्दै बस्छु। फेरि भोक लाग्दा फेरि के बनाएर खाउँला। हेर्नु मेरो अघि कस्तो थियो किचनको हालत, अहिले कस्तो भएको छ। सबै मिलाएर साफ गरेर राखेर ल हेर्नु मेरो किचन टकाटक भएको छ।
अब यो रुम साफ गर्नुपर्ने छ, भगवानलाई पनि साफ गराउनु पर्ने छ। कति दिन भयो साफ नगरेको। अब एक बाल्टी लुगा धुनु छ, अब नुहाइधुवाइ गर्छु, सक्यो काम। ए साँच्चै जुत्ता पनि धुनु छ कता। भगवान, यो रुममा बस्दा त कति काम निस्किन्छ हौ। के हो बरु छुट्टीमा बसेर काम गर्दा गर्दा दिन जानु पर्यो। भेगु त कराउँछ कि भेगु त कराउँछ कि ढोका कराउँछ। अब एकचोटि बोरालिदिनु पर्यो अनि नुहाउनु जानु पर्यो। बल्ल बल्ल नुहाइधुवाइ गरी लुगासुगा धोइवरी काम सकियो। म त ड्युटीमा बसेको के रुममा आराम गरेर बसेको। मलाई त रुममा बस्दा पनि कामले गर्दा 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 बल्ल बल्ल सकियो। बिहान खाएको छैन, आराम गर्नु पर्यो एकछिन। अति चाहिँ काम गर्नु हो, कम्पनीमा पनि काम गर, रुममा बस रुममा पनि काम गर। एक्लै भूत जस्तो बोल्दै बस्नु पर्यो अब भिडियो बनाउँदै। साह्रै भोक लाग्यो, नास्ता बनाउनुलाई रेडी मेरो। चाउमिन खाने हो। आउनु न
छिटो अनि मरेको मान्छे बगेर आएको देखेँ त म यता नि म त मान्छे त्यो उयो देखेँ त दादी खोलामा उयो मेरो एउटा किने बेच्नु मलाई गुड नाइट साथीहरू बाई बाई फेरि भेटौँला है साथीहरू आजलाई यति नै मेरो ब्लग बाई बाई